हेलो गाइज, अब हिजोको भ्यालेन्टाइन डे त त्यति गइहाल्यो होइन, त्यही भएर आज चाहिँ हामी लाग्यौँ शिवरात्रि मनाउनको लागि। कति पैसा चाहिने हो? अब तिमीहरू बोक्नै सक्दैन कसकोमा अहिले हाम्रो स्वर्ग पुऱ्याउने काम नगर्नुपर्छ अरे यार। भाइ त डेन्जर रहेछ त, 1000 रुपियाँ पनि स्वर्ग पुऱ्याइदिन्छु भन्छ त। तर बाटो पनि यसो हेर्दा त स्वर्गै पुग्ने खाले नि थियो। तर हामीलाई यो जान केही टेन्सन छैन कि, अहिले पछि झ्याप भएपछि फर्किनलाई टेन्सन हो कि कसरी आउने यो बाटो हेत्तेरी। अब यहाँ त आइपुग्यौँ होइन, अब हामीले खोज्नु पऱ्यो दाउरा नि खोजिसक्यौँ। अब चुलो चाहिँ बनाउँदैछौँ हाम्रो औजारबाट। यो मान्छे एकदम प्रयासबाट यो आगो बल्न सुरु भएको छ होइन। अब मस्त गर्न खोइ प्रयास गर्ने गर्नु आमा हो। ल ठिक छ, ल कन्ती धरी यहाँ बसिसकेछ होइन। ल गाइस हालो दुध ह्यापी शिवरात्रि खुवा बनाउनु पर्छ है। कसला त्यो के हो? अचुत चिनी हो गुड। ल यस्तो गुलियो बनाउने होइन। स्पेसल क्लासको गाजा फल ल्याएको छ यहाँ होइन। यही गाजा हो भाइ आजको लागि। केलाउन र बनाउनको लागि चाहिँ एकदम एक्सपर्ट मान्छे इन्डियाबाटै खोजेर ल्याएको छ हेर्नुहोस् त। यता दुध उम्लिन मात्र के लागेको थियो, उता खाजाको लागि लडाइँ गर्न थालिसकेछन् टोलीहरू। लडाइँ पछाडि पर्नु न त भोक्कै रहन्छ भने हामी पनि लाग्यो लडाइँतिर। दुध त खत्रै मिठो भएछ होइन, एकदमै खुवा जस्तै भएछ। तर अब यो खाएपछि के हुनेवाला छ मलाई पनि थाहा छैन, त्यो चाहिँ अर्को पार्टमा हेरौँ ल।